सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। हामी चाहिँ यहाँ अहिले रुममा छौँ। दाइहरू आउनुभएको छ होइन, एकदम रमाइलो भइरह्यो। अब हामी चाहिँ अहिले रानी झरना जानु लाग्यो। हजुरहरू सन्चै हुनुहुन्छ होला? अब मैले भन्न बिर्सेँ। ल हामी चाहिँ अहिले रानी झरना जानु लाग्यो। अब हामी रेडी हुँदैछौँ। अब जुत्ता सुत्ता लाएर ट्याकटुक परेर अर्को अभिषेक दाइ र म जानु लाग्यो। आशिष दाइको चाहिँ काम छ अरे। हामी चाहिँ रानी झरना जानु लाग्यो। अब यस्तै छ। ल केटा अब बाहिर रेडी भएर भेटौँ है त। आइज पाएर भन्दा हाम्रो चाहिँ यहाँ चाहिँ राइडिङ बुट आइज पारमा हाम्रो अभिषेक दाइको आज यो टेस्ट हानिदिनु पऱ्यो। राम्रो लाग्यो भने मैले किन्छु पछि अहिले त आउट अफ बजेट हो गाइज। आइज पारामा झिल्के भइएन त केटा सकेला त। बाइक झिक्नु पऱ्यो यार। चिल छ है माया करे। अहिले गर्मी छ है यत्तरी। म त ज्याकेट लगाएर हिँडेँ। उता फेरि जाडो छ। आज चाहिँ माइलेज टेस्ट पनि गरिन्छ, रानी झरना पनि गइन्छ। दुइटै एउटै भ्लगमा हुन्छ होइन। त्यस्तै छ केटा। के यो त लुथुर्क लुथुर्क झर्छ है। दुब्लाइयो छ क्या के हो? ल हाम्रो बाइक आएछ। फ्युल पनि जिरो है। घन्टा भन्दा आएछ चिलबारमा रेडी अरे मेरो कस देखियो बवाल देखियो। अनि आज हामी रानी झरना जाँदै हो। अब यस्तै छ केटा। यात्रा दामी छ। बाटो पनि त्यस्तै खत्तमै छ। कस्तो के हुन्छ अगाडि देख्नु नै छ। यस्तै छ रमाइलो हुन्छ। आहा हामी फेरि झिल्के भन्दा फेरि फुल सेटअप लजाम। गियर सियर हान्न पो दुखाउने भयो यार माया के अरे। यो बाइकको पावर चाहिँ मिठो छ यार। मलाई त अहिलेसम्म यो इस्यु चाहिँ अहिलेसम्म फेस भएन। हल्का हिट इस्यु चाहिँ भइरहेको थियो। अहिले हिट इस्यु नि सल्भ भइसकेको छ। यो भइरहेको अहिले यस्तो टन्टनापुर घाममा हिँड्नु पऱ्यो यार के अरे। दिमाग खराब। अब अभिषेक दाइ अझ काठमाडौँबाट आएको कति गर्नुभयो होला। ल हामी चाहिँ अब रानी झरना जाँदैछौँ। हामी हिँडिसक्यौँ। अब पेट्रोल पम्पमा के टन्टा भयो देखिसक्नु भयो होला। अब हामी चाहिँ निस्किँदैछौँ। अब लास्ट भिडियो नै हेर्नु होला यो बाइकले माइलेज कति देख। अब त्यही भिडियोको अर्को पार्ट जस्तै भनौँ न। अब त्यही हामी रानी झरना जाँदैछौँ। रानी झरना चाहिँ अब हामी दोबान हुँदै सिद्ध बाबा हुँदै जान्छौँ। ल हिँडौँ ल। हाम्रो भिडियोको इन्ड पनि भइसक्यो मायाकरी अघि। सुस्त गइन्छ। जुत्ता अलि भर पर्दो छैन नि त। यो इन्जिन ब्रेकिङहरू हान्न यताउतामा दुःखै हुन्छ क्या। आहा बाटो त यहाँबाट बुटोलसम्म चिल्लै छ। हाम्रो फुल चिल्लो मायाकरी फुल पिच च्याट्ट परेर है। एकदम बवाल छ बाटो चाहिँ। अब हामी चाहिँ अहिले फुल गियर अप मायाकरी पन्जा सन्जा लाएर जुत्ता सुत्ता लाएर ज्याकेट लाएर फुल रेडी गेटअप सहित हिँडेछौँ। बाटो चाहिँ खत्तमै छ। यो खत्तम छ भन्ने सुने हो। म चाहिँ गएको छैन अहिलेसम्म। रानी झरना यो दोकानबाट लेफ्ट साइडतिर भन्ने सुने हो। त्यो बाटो गएपछि सोध्दै जाने हो कता के हो। अब त्यस्तै छ साथीभाइहरू। अहिले चाहिँ म र अभिषेक दाइ जाँदै हो। गियर अपसिप गर्ने गाह्रो हुने यार यसो गर्नेमा। म र अभिषेक दाइ चाहिँ आज जाँदै हो। त्यही हो अगाडि पुगेर भेटौँ ल। यस्तो छ है। धेरै स्पिड चाहिँ नकुदाम यार तनावै हुन्छ। यहाँ इन्जिन ब्रेकहरू लाउनु पाइएन भने त एक्सिडेन्ट नै हुन्छ यार। धेरै खेलबाड चाहिँ नगरौँ। फुल्ली ब्रेकमा भर परेर हिँड्नेवाला छौँ। इन्जिन ब्रेक चाहिँ बिस्तारै च्याट्ट लाएर। यो बुलेटहरूमा चलाउनु चाहिँ सजिलो पछाडिपट्टि हुन्छ नि त गियर अप गर्नुलाई। यसमा चाहिँ गाह्रो हुने कि गियर डाउन गर्न त सजिलो छ। अप गर्न चाहिँ अलिक गाह्रै रहेछ यार। इन्जिन ब्रेकमा खास डाउनै हो गर्ने। त्यही पनि किन रिस्क लिने जुत्ता अलि भर पर्दा नहुँदासम्म। सेफ्टी गियर त चाहिन्छ क्या। बाइक किन्न सक्ने गियर किन्न नसक्ने त हुन्न नि त। यो हाम्रो गियरमा चाहिँ इन्भेस्ट गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। अरू यो एक्सेसरिजहरू भन्दा प्राइमेरी फोकस चाहिँ हामीले
राइडिङ गियरमा दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ है अब कुनको किनिन्छ त मलाई थाहा छैन कवच छ के अरे नेपालमा अहिले चलेको चल्दो बोल्दो होइन त्यसकै लिगिन पनि सकिन्छ नत्र मैले इन्डियाबाट मगाउन पनि सक्छु जहाँ सस्तो पाइन्छ त्यही लिन्छु अहिले हाम्रो लेभल 2 प्रोटेक्सन भएको होइन ट्यागसुट ज्याकेटहरू यताउता हेरेर अब हामी धेरै कुरा त थाहा छैन कि ज्याकेटको कुरा अब जे थाहा त्यही अनुसार आफूले गियर अफ गर्ने गाह्रो हुन्छ है यो जुत्ता ल साइको चाहिँ हुने यार गियर अफ तयार यहाँ चाहिँ ठडा हाप्छ त्यो पछाडिको डिस्क प्याड चाहिँ घस्रेको घस्रै हुन्छ जस्तो लाग्यो कि मलाई होइन यसो राख्ने बित्तिकै चापिने रहेछ के हो म नजानेर हो के हो त्यो न अब सेफ्टी इज मोर इम्पोर्टेन्ट भन्नु जस्तो त हो खेला होइन र जति जेसुकै भयो भने खुट्टा सुट्टा भाँच्यो अन्त तनाव हुन्छ खुट्टै काट्नु पऱ्यो भने के गर्ने केटा सेफ्टी त हुनु पऱ्यो त्यही भएर राइडिङ गियर त कम्पलसरी यता एक्सेसरिज नो राइडिङ गियरमा मायाकरी इन्भेस्ट वेदर त गर्मी छ अरे माथि त कस्तो खायो पानी परेको कि के खालको नि यसो बादल सादल हेरेको पानी परेको जस्तो लाग्यो भाइ छान्नु मलाई के छ कसो छ थाहै छैन मायाकरी केही खानेकुरा बोकेर जाने हो र बुटोलबाट त्यही गरौँ है अगाडितिर गएर केही किनेर लिएर जाऊँ अहिले त हामी मणिग्राम आइयो बुटोल आउन 5 मिनट 10 मिनट लाग्ला 2 बजिरहेछ राम्रो रात चाहिँ मैले ख्यालै नगरेको आजकल त सही छिटो छिटो बनाइदिनु लाग्ने यार रोडहरू यार पहिला कस्तो थियो यार बाटो अहिले यो किति बिग्रिने बित्तिकै बनाइदिने होइन त्यस्तो सरकार चेन्ज भयो जस्तो धेरै चेन्ज हुने धेरै इम्प्रुभ हुने है इम्प्रुभमेन्ट चाहिँ धेरै भयो यार जति जे भन्यो जति जसले जति सरापे पनि जे गरे नि हल्का पहिलाभन्दा काम चाहिँ बढी जो गरे भने है अहिले रोड यताउता मेटिने बित्तिकै लगाइदिनु थाल्छन् यसो खाल्टो हुने बित्तिकै पुरिदिनु थाल्छन् होइन पिच गरिदिन्छन् अनि यो रोडको लेभल पनि मिलाहान पहिलाको लेखि त्यस्तो एक्ज्याक्ट मिलेको त छैन तर पहिलाको लेखि चाहिँ मिलाहान होइन पहिला त यतातिर पिच गर्छन् यतातिर साइडतिर खाल्टो परिदिन्छ अनि त्यहाँ चाहिँ एक्सिडेन्ट हुने चान्स धेरै भइहाल्छ नि स्पिडमा कुदाउँदा होइन त्यो दुइटै लेभल चाहिँ मिलाएको थिएनन् पहिला चाहिँ अहिले चाहिँ मिल्यो पुरै सिर्लिकै भयो त्यही सरकार आउनुभन्दा अगाडिदेखि नै बनाउँदै थिएन त्यो सरकारलाई नै होइन अहिले चाहिँ जो सरकार आएपछि चाहिँ यो हजुरको के भन्छ अरे बाटो बिग्रिनु बित्तिकै बनाइदिनु थाल्छन् क्या त्यस्तो भइरहेको यो इम्प्रुभमेन्टै भन्नुपर्छ यसकोलाई यो राम्रो गरे भने राम्रो भन्नुपर्छ गरेनन् भने गलत भनिहाल्नुपर्छ कि आवाज यो पछि भनौँला यो भनिहाल्नुपर्छ यो यिनीहरूलाई सचाउनु परिहाल्छ क्या नयाँ हो नि त नयाँ मान्छे हो थाहा हुन्न धेरै कुरा यो गलत गरे भने नि यो हजुर गलत हुन्छ भने आवाज उठाइहाल्नुपर्छ क्या त्यस्तै हो स्लो चलाउने गाडी त लेफ्टबाट चलाउनु नि कहाँ राइटबाट चलाएको र भने ए बुद्धि नभएर हो कि के हो स्लो गाडीहरू त लेफ्टबाट चलाउनु नि ओभरटेक गर्ने ठाउँमा स्लो चलाएर बस्छ नि चुपु होइन र कि म गलत हो के हो रेड लाइट पो भयो त बाजे रानी झर्ना यतैबाट हो होइन तलबाट तलबाट हो ए हामी त उल्टै पाएको छ कहाँबाट तल हो नि
त्यो आप्पा र छाप्री छ नि के गरे ऊ पत्तिलिया छे छ नि त्यहाँ त्यहीँदेखि अलिकति माथिबाट सट्टै भित्र जान्छ माथितिर जाने बाटो हो कि तलतिर यसो तेर्सो लाग्ने बाटो हो त्यहाँबाट खेत आउँछ ए खेत आएपछि त्यो दोकान आउँछ बाइक त्यहीँ राखिदिने त्यहाँ हिँडेर जाने कति घन्टा हिँड्नुपर्छ उतै गइरहेको के अरे ए तल गहिरोमा माथि नै जा त्यो रानी झरना छ हो अलिकति हिँड्नै पर्छ हो र ए हस् हुन्छ बाजेले त्यहाँ बाइक राख्ने ठाउँ रहेछ क्या होइन कति घन्टा हिँड्नुपर्ने हो दिमाग खराब हुन्छ धेरै टाढा त रहन्छ कि होइन प्रतीक्षाको चाहिँ यहीँबाट होला यहीँबाट होला कि यस्तो रहेछ है साथीहरू यहाँ माथि नजानु यहाँ तलतिर रहेछ यहाँ दुईवटा दो बाटो रहेछ क्या यहाँ पछाडि एउटा प्रतीक्षा लागेको छ त्यहाँ दो बाटो रहेछ यहाँ फेरि फोकससँग अगाडि पुग्यो हामी धेरै अगाडि पुगेको थिएन कि भन्न सोध्यो Giora tuh ini. Santinya dapat tutorial kayak Bonjour lah, tarung sana ini. Mulai खोला तिरै फिर सोताई भन्दिरै फिर मनमा छ तिरै फिर भन्नु कस्तो नआइ है यही त हो नि गलत बाटो यहाँ चाहिँ फोटो राम्रो आउँछ जस्तो कहाँ हो नि साथीहरू हामीले अब यहाँ रेस्ट गरिरहेको थियौँ यस्तो सफा ठाउँ चाहिँ हामी रेस्टुरेन्ट ठाउँ चाहिँ यस्तो च्याट गरेर यस्तो 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 ठाउँ हामी रेस्ट गरिरहेको थियौँ है अब ठ्याक्क हामी रानी झरना भनेर आएको हामी अलि माथि चाहिँ आइएछ फरक बाटो आइएछ अब रानी झरना चाहिँ तल बाटो जानुपर्ने रहेछ त्यहाँबाट हजुरको 5-10 मिनट हिँड्दै जानुपर्ने रहेछ हामीलाई थाहा छैन अब यताबाट पनि गइन्छ होला भनेर हामी सँगै आइयो नजाने रहेछ अब यहाँ फर्क्यौँ त्यहाँ बाइक पार्क गरेर म च्याट निस्क्यौँ ल फर्क्यौँ पर्छ है त हामी चाहिँ बाहिरको मात्र आएको च्याट गरेर हाम्रो स्टप चाहिँ नेक्स्ट लेभल लगेर चाहिँ यस्तो छ मस्त एकछिन बस्नु ठिक ठाउँ रहेछ मेन्टल पिसको लागि ल केटा हो निस्क्यौँ अब राइट चाहिँ ल निस्किँदै अब रानी झर्ना नआएन यस्तो ठाउँमा यहाँ आएर मजा आयो सही फोटो खिच्न मन लाग्थ्यो मलाई राइट मजा आयो गाइज अब चाहिँ च्याट सुट फोटो गर्नुपर्छ
ल बस्नु त मजा आयो केटा हो गलत ठाउँ आयो त्यही पनि चिल भयो है आहा यस्तै छ उठाउनु त कस्टमर ख्यालै नगरेर ल बस्न आउनु ल जाउँ ल अफ रोड रमाइलो आहा तेरि है आमा आहा ओहो आमा आहा भ्यू चाहिँ मब्बाले है बब्बाले आमा ओहो यस्तोमा चाहिँ क्लच दबाएर ओह्रालोमा जानुहुन्न कि क्लच फुल छोड्नुपर्छ इन्जिन ब्रेकलाई आफ्नो काम गर्न दिनुपर्छ क्या अनि आफूले ब्रेकले कन्ट्रोल गर्दै जाने क्लच दबायो भने त फुल्ली न्युट्रल जस्तै हुन्छ नि त अनि क्लच रिलिज हुन्छ अनि फेरि त्यो क्लचले कामै गर्दैन कि इन्जिन ब्रेकले त्यही भएर यसमा चाहिँ फुल क्लच यसो च्याट्ट छोडेर चलाउनुपर्छ बरु गियर डाउन अप गर्ने आफूलाई स्पिड चाहिए अनुसार होइन तर क्लचलाई चाहिँ आफ्नो काम गर्न दिनुपर्छ हिलोबाट हाल्नु पऱ्यो दाइले सोधौँ न कहाँबाट हो दाइ रानी झरना कताबाट हो कहाँबाट रे ए पोलसिमबाट तल हो हजुर जाऊँ न रहेछ ल केटा यहाँबाट चाहिँ हिँड्नु पर्दो रहेछ है आमामा हामी चाहिँ धेरै माथि गयो अघि आहा आमा कहाँ पुग्नुपर्ने ए धेरै रहेछ क्या जाम हिँड्नु हिँड्दै हिँड्दै जाँदैछौँ रानी झरना है यस्तै छ हिँड्नु पर्दो रहेछ त होइन यत्तिकै होइन थाहा भएको आइँदैन के अरे हिँड्न भनेपछि साह्रै दुःख लाग्ने पनि ए भरे बरु बाइक जहाँ पुगोस् त्यहीँ गइन्छ तर हिँड्न भनेपछि दुःखै हुन्छ गाह्रो पिरो बस्तीहरू पनि रहेछ बिच बिचमा आमामा झुलुङ्गे पुल रहेछ त्यहाँ त आइट के हो फोटो त गरे बाइक ल्याउनु मिल्यो बाबा ल्याइन्थ्यो होला ल ल्याउँछ बाइक ल्याउनु मिल्यो त्यहाँ ल यस्तो छ केटा हामीले झुलुङ्गे पुल जाँदैछौँ कति एउटा हिँड्नु पर्छ धेरै त हिँड्न पर्दैन होला ल पान्न सुनेको यस्तो छ है ल कहाँ फोन खस्यो भने त भेटिन्न अहिले एकछिनपछि भेटौँला म बोलामा राख्छु
आइयो आइयो झर्ना आइयो ए हेर्नु के करा भनेको आइयो आइयो हामी त रानी झर्ना आइयो तपाईँहरू घरमै बस्नुहोस् सुत्नुहोस् है हामी त आइयो ल रानी झर्ना आउनु लाग्यो मान्छेहरू चाहिँ पठाइदिनु है राम्रो छ ल खुट्टाको रेली थुप्रै भइरहेको फाइदा त रहेछ है यो जुत्ताको फाइदा चाहिँ रहेछ यो त साथीभाइहरू हामी रानी झर्ना पनि आइयो एउटा कुरा चाहिँ बिर्सेछ क्यास ल्याउनै भुलेछ भने न नेटवर्क खिच्छ न के खिच्छ है क्यास ल्याउनै भुलेछ यहाँ चाहिँ क्यास लिएर आउनु होला हामीहरू पैसै थिएन अङ्कलले बाहिर गएर दिनु क्युआर लिएर भनेर हल्का दया माया देखाइदिनु बाहिर जानु बित्तिकै हामीले यो पेमेन्ट गरिदिन्छौँ ल रानी झर्ना चाहिँ यस्तो छ है आइयो है आइयो 10 मिनटको कला मेहनत पछि चाहिँ आइयो देख्न हात फेरि साथीहरू हामी चाहिँ अब यहीँ हो रानी झर्ना यहाँले आउने पकाउने खाने यता पनि मिल्दो रहेछ है तपाईँलाई देखेर थाहा भयो राम्रो रहेछ थाहा टी सेक्सन आएर बस्न यता बवाल रहेछ है यस्तो त्यहाँ बस्दैनौँ नबसिकन साइँ गइन्छ फेरि अब उतापट्टि गाडी ठाउँ रहेछ नि त्यहाँ काम गर्यो उता माथि गइन्छ अब